असारे महिना हिलोमा पसी मधान रोपौँला, मानो नि खाई मोरी नि उब्जाई म खुसी रहौँला। नमस्कार, स्वागत छ हजुरहरूलाई यो मेरो मिनी ब्लगमा। आज चाहिँ हाम्रो रोपाइँ छ। म चाहिँ जाँदैछु रोपाइँमा गएर अब रोप्नुभन्दा अगाडि चाहिँ हाम्रो यसो पूजा गर्ने चलन छ। पूजासुजा गर्दैछु म। पूजा गरेर अनि हामी रोपाइँ सुरु गर्दैछौँ। अनि पूजा गरिसकेँ मैले। अब प्रसादी म दिँदैछु, सबै रोपारहरूलाई बाँड्दैछु। उहाँले बाँड्दै हुनुहुन्छ अनि प्रसादीहरू खाएर चाहिँ खुसी हुन्छन् क्या रोपारहरू पनि। अनि धेरै धान फल्छ अरे, धेरै उब्जाबाली फल्छ अरे, खुसी बनाएर चाहिँ एकदम मिठो मुखमा मिठो गुलियो मुख बनाएर चाहिँ रोपाइँ गर्दाखेरि भनेर चलन थियो नि। पहिले पनि मिठो मिठो खाने गर्ने दिने चलन थियो, हामीलाई पनि दिनुहुन्थ्यो। अनि मैले चाहिँ गएँ, बिउ कस्तो रहेछ भनेर बिउ खोल्दैछु। सजिलो राम्रो आएको रहेछ बिउ, उखाल्नै सजिलो रहेछ उखाल्नलाई पनि। हेर्नु न कति राम्रो आएको छ। अनि अब म चाहिँ जाँदैछु रोप्नलाई। बिउ लिएर गएँ, अब पसेँ म रोप्न। कस्तो आनन्द आउँछ माटोमा टेक्दाखेरि पनि नि, कस्तो आनन्द आउँछ। हामी चाहिँ यो रोप्नुभन्दा अगाडि चाहिँ यो पिना लगाउँछौँ कि खेतमा। पिना लगाउँछौँ, त्यसले मलिलो हुन्छ अरे, एकदम राम्रो हुन्छ भनेर अनि हामी चाहिँ पिना लाउँछौँ। अनि म चाहिँ रोप्न थालेँ। हेर्नु न, आफूले गरेको काम कहाँ बिर्सिन्छ र, कति मजाले रोप्न आउँछ जे होस् यसरी। अनि म रोपाइँ गर्दैछु। यसरी रोप्दाखेरि पनि पहिलेको याद आउँछ क्या। साथी जान्थ्यौँ, कस्तो मजाले रोपाइँ गरिन्थ्यो, खुसी भइन्थ्यो, हाँसो खेलो हिलामा लटपटियो है। कति रमाइला दिन थिए पहिलेका दिन, मलाई याद आउँछ क्या। यसरी रोप्दाखेरि पहिले साथीहरूलाई सम्झिन्छु। पहिलेको मलाई कति जिस्याउँछ त, साथीहरू सरक्क नबिजिकन रोप्ने। कोही हामी एक दुईजना थियौँ, हिलोमा लटपट गर्ने, जानी पनि क्या। ती लटपटिने, ती हिलोमा बस्ने, के गर्ने गर्थ्यौँ। कस्तो रमाइलो थियो। मलाई चाहिँ कति त चाहिँ हिलोमा लटपटे कि भन्थे साथीहरू। अहिले पनि कुरा गर्छन्, यो सुनेर चाहिँ त्यो पहिलेको दिनहरू याद गर्नु है गर्नु होला। अनि हामी चाहिँ अनि अब पानी रोपारहरूलाई तिर्खा लाग्यो भनेर उहाँले चाहिँ पानी लिएर आउनुभएछ। पानी सानी बाँड्यौँ ओऱ्यौँ। मैले पनि अलिकति रोपेँ अनि हामी घर आयौँ। धन्यवाद मेरो रोपाइँ आज। धन्यवाद छ है साथीहरू।